ल यो के अरे के भन्छ धुलीखेल बतासे धुलीखेल बतासे बतासे डाँडा। नवबुद्ध जाने बाटो। उहाँ हाम्रो काका हाई भनिदिनु त। हेलो र उहाँको जग्गा चाहिँ यहाँ कति रुपियाँ नि काका? 45 आना भनेपछि 45 आना 45 आना भने चाहिँ 16 त्यहाँ 48 लगभग 3 रोपनी भनौँ न। 3 रोपनी नै 3 आना कम 16 त्यहाँ 48 रहेछ। ल यस्तो दामी ठाउँ छ। धान रोप्दैछौँ हेर्नुहोस् त ल है धान रोप्दैछन्। असार लागेको छ झट्ट अब यसरी ओर्लिँदै जाने होइन। चौतारा आइरहेको छ। गोरेटो बाटो सही छ। यो बाटो रहेछ गोरेटो बाटो चौतारा छ। ल तलबाट आमा आइरहनु भएको छ। आमा नमस्ते। आमा नमस्ते हजुर। खै त नमस्ते भनेको नि। नमस्ते भने नसुन्ने तपाईँ। उता चाहिँ पिटो हो उता पनौती जाने बाटो हो त्यो। चौतारा पनि दामी रहेछ। ल फुवाजु है भन्दै हेलो भन्नु ल। हेलो कहाँ अरे हामी? शङ्खु बजार हैन शङ्खु बजार हो यो? ए ल ल ल ल अनु यता आउनु पर्छ यता बाटो मेन नम्बर ए सानो ओइ ओइ